है मैले गाली खानु हुन्छ सरले त्यसरी धन्यवाद छ सबलाई। वरिष्ठ साहित्यकार इतिहास प्राध्यापक मेरुसिंह पन्त र आभा मल्लजीलाई म आज निवेदन गर्छु। म स्वागत गर्न चाहन्छु। स्वागतम स्वागतम स्वागतम। र यति भन्दै म आजको यस स्वागत गर्ने जुन छ यसलाई छोड्न चाहन्छु। धन्यवाद। तस्विरमा माल्यार्पण गरिदिनु हुन स्रष्टाहरूलाई सम्मान गर्दै यहाँसम्म आइपुग्यो र यसपटकको नयाँ सन्दर्भ यो साहित्यकार विष्णुप्रसाद पन्त वाङ्मय सम्मान पनि थपिएको छ यसै वर्षदेखि। पछि उत्तरोत्तर उन्नतिका बाटोमा लागिरहेको छ र आजको सन्दर्भ भनेको यसका संस्थापक, परिकल्पनाकार, संस्थापक, प्राध्यापन समयमा लामो समयसम्म आफ्नो जीवनको मूलभूत कालखण्ड व्यतीत गरेर नेपाली समाजलाई शिक्षाको ज्योतिले उन्नतिशील बनाउन, उज्जवल बनाउनका लागि प्रयत्न गर्नुहुने प्राध्यापक विष्णुप्रसाद पन्त गुरुको 75औं जन्मोत्सव पनि हो। त यस पुनित अवसरमा आयोजित आजको यस बहुआयामी कार्यक्रमका आदरणीय सभाध्यक्ष, मेरा परमादरणीय गुरुवर प्राध्यापक प्रयागराज वासिष्ठज्यू, आजका प्रमुख अतिथि, नेपाली साहित्य र समाजसेवाका क्षेत्रमा विशिष्ट योगदान गर्नुहुने नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव, वरिष्ठ साहित्यकार डाक्टर तुलसी प्रसाद भट्टराईज्यू र आज पुरस्कृत सम्मानित हुनुहुने विशिष्ट व्यक्तित्वहरू र आजभन्दा अगाडि पुरस्कृत भइसक्नुभएका व्यक्तित्वहरू र मञ्चासीन अन्य विशिष्ट व्यक्तित्वहरू, यहाँ उपस्थित हुनुभएका मेरा आदरणीय अग्रज मित्रगण, प्रेस संस्थाका पदाधिकारी, सदस्य र परिवारजन सबैप्रति म हार्दिक अभिवादन गर्दछु।
सम्मानको विवरण यस प्रकार रहेको छ। गुणनिधि धनलक्ष्मी पन्त स्मृति प्रतिष्ठान चाबेल काठमाडौँ सम्मान पत्र वरिष्ठ साहित्यकार श्री युवराज मैनालीज्यू काठमाडौँ। श्री नेपाली साहित्य सिर्जना एवं समालोचनाका क्षेत्रमा यहाँले अथक साधनाद्वारा पुर्याउनु भएको उल्लेखनीय योगदानको उच्च कदर गर्दै यहाँलाई 2082 सालको गुणनिधि पन्त स्मृति पुरस्कार ससम्मान अर्पण गरेको छ। हामी यहाँको सुस्वास्थ्य, दीर्घ साधना र सुखद जीवनको हार्दिक कामना गर्दछौँ। डा विष्णु कुमार खत्री सचिव, डा तुलसी प्रसाद भट्टराई प्रमुख अतिथि, श्री विष्णु प्रसाद पन्त अध्यक्ष। मिति 2082 फागुन 1 गते शुक्रबार। सभापतिज्यूले दोसल्ला उडाइदिँदै हुनुहुन्छ र साथमा नगदको खाम पनि छ। खाममा कति छ चाहिँ अहिले भनिएन। चाबेल काठमाडौँ, श्री शिला पन्तज्यू काठमाडौँ। नेपाली साहित्य सृजनाका क्षेत्रमा यहाँले अथक साधनाद्वारा पुर्याउनु भएको उल्लेखनीय योगदानको उच्च कदर गर्दै यहाँलाई 2082 सालको धनलक्ष्मी पन्त स्मृति पुरस्कार ससम्मान अर्पण गरिएको छ। हामी यहाँको सुस्वास्थ्य, दीर्घ साधना र सुखद जीवनको हार्दिक कामना गर्दछौँ। डा विष्णु कुमार खत्री सचिव, डा तुलसी प्रसाद भट्टराई प्रमुख अतिथि, श्री विष्णु प्रसाद पन्त अध्यक्ष। मिति 2082 फागुन 1 गते शुक्रबार। श्री शिला पन्तज्यूलाई हार्दिक बधाई छ। अब नेपाली ग्रहण गरिदिनु हुन म वरिष्ठ साहित्यकार श्री ठाकुर शर्मा भण्डारीज्यूलाई हार्दिक निवेदन गर्छु। र यसको व्यवहार यस प्रकार रहेको छ। गुणनिधि धनलक्ष्मी पन्त स्मृति प्रतिष्ठान चाबेल काठमाडौँ सम्मान पत्र श्री ठाकुर शर्मा भण्डारीज्यू काठमाडौँ। यहाँले लामो समयदेखि नेपाली भाषा साहित्यको स्वीकृतिमा पुर्याउनु भएको महत्त्वपूर्ण योगदानको उच्च कदर गर्दै यहाँलाई साहित्यकार विष्णु प्रसाद पन्तको हिरक जन्मोत्सवका अवसरमा स्थापित साहित्यकार विष्णु प्रसाद पन्त बाङ्मय सम्मान 2082 समर्पण गरिएको छ। हामी यहाँको सुस्वास्थ्य, सुदीर्घ एवं सुसृजनशील जीवनको कामना समेत गर्दछौँ। डा विष्णु कुमार खत्री सचिव, डा तुलसी प्रसाद भट्टराई प्रमुख अतिथि, श्री विष्णु प्रसाद पन्त अध्यक्ष। मिति 2082 फागुन 1 गते शुक्रबार। ठाकुर शर्मा भण्डारीज्यूलाई हार्दिक बधाई छ र प्रमुख अतिथि, सभाध्यक्ष र अतिथिज्यूलाई हार्दिक धन्यवाद छ।
निवेदन पत्र वरिष्ठ साहित्यकार श्री विष्णुप्रसाद पन्तज्यू काठमाडौँ। नेपाली भाषा साहित्य र शिक्षाको उत्थान एवं श्रीवृद्धिमा लामो समयदेखि निरन्तर समर्पित रही सृजनात्मक साधनाद्वारा नेपाली वाङ्मयलाई समृद्ध बनाउनका साथै समाज सेवाका क्षेत्रमा समर्पित रहँदै आउनुभएका यहाँलाई हीरक जन्मोत्सवका अवसरमा हार्दिक अभिनन्दन तथा उच्च सम्मान व्यक्त गर्दछौँ। यस शुभ अवसरमा यहाँको दीर्घायु, सुस्वास्थ्य र सृजनात्मक निरन्तरताको कामना समेत गर्दछौँ। अभिनन्दन गर्ने संस्थाहरू: नेपाली वाङ्मय प्रतिष्ठान काठमाडौँ, पूर्ण प्रकाश नेपाल यात्री अध्ययन तथा अनुसन्धान केन्द्र काठमाडौँ, जय बालकुमारी साहित्य परिषद काठमाडौँ, मातृभूमि नेपाल सेवा समाज काठमाडौँ, चारुशिला वाङ्मय प्रतिष्ठान काठमाडौँ। मिति 2082 फागुन 1 गते शुक्रबार। डा तुलसीप्रसाद भट्टराई प्रमुख अतिथि र यहाँ सम्बद्ध संस्थाका प्रतिनिधिहरूको हस्ताक्षर पनि रहेको छ। साहित्यकार विष्णुप्रसाद पन्त सरलाई 5वटा संस्थाद्वारा गरिएको यो अभिनन्दन सरले ग्रहण गर्दै हुनुहुन्छ। आदरणीय गुरु साहित्यकार विष्णुप्रसाद पन्तज्यूलाई यो सम्मान पत्र। साहित्यकार श्री विष्णुप्रसाद पन्तज्यू, काठमाडौँ महानगरपालिका 4 डुम्बाराई काठमाडौँ। माता धनलक्ष्मी पन्त र पिता गुणनिधि पन्तका सुपुत्रका रूपमा विक्रम 2007 साल फागुन 1 गतेको शुभ दिनमा काभ्रे पलाञ्चोकमा जन्मेर अध्यापन गर्दै क्याम्पस प्रमुखको समेत जिम्मेवारी सम्हाल्नुभएका तपाईँ श्री विष्णुप्रसाद पन्तले नेपाली साहित्यका 14 कृतिहरू लेखेर नेपाली साहित्यको क्षेत्रमा पनि विशेष योगदान गर्नुभएको छ। तपाईँ जस्ता सच्चरित्रवान, निष्ठावान, विनयशील व्यक्तित्वको 76 वर्ष प्रवेशको यस पुनीत अवसरमा ससम्मान यो प्रमाणपत्र अर्पण गर्न पाएकोमा हामी गौरवबोध गर्दछौँ। साथै तपाईँले आगामी जीवन सुमधुर र उपलब्धिपूर्ण रहोस् भन्ने कामना समेत गर्दछौँ। विष्णुप्रसादको यात्रा जीवन्त छ समाजमा, साहित्य सङ्घको यात्रा आत्मीय भाव साथमा। सङ्घर्षका कथा मिल्दछन्, सकारात्मक भावना समाज। साहित्यकार विष्णुप्रसाद पन्तज्यूको हीरक जन्मोत्सवको अभिनन्दन। हाम्रो विष्णुप्रसाद पन्तज्यूलाई हीरक जन्मोत्सवको पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु। हामीले यो नवटोल सुधार समितिको तर्फबाट उहाँलाई अभिनन्दन पत्र एउटा तयार गरेका छौँ। त्यो अभिनन्दन पत्रको बारेमा यहाँ पढेर सुनाउन गइरहेछु। अध्यक्ष श्री विष्णुप्रसाद पन्तज्यू, नवटोल सुधार समिति तथा संस्थापक अध्यक्ष नव पुस्तकालय तथा ज्येष्ठ नागरिक मिलन केन्द्र कामपा वडा नम्बर 4 सुकेदारा काठमाडौँ। राष्ट्रिय जीवनका विविध क्षेत्रमा निरन्तर क्रियाशील रही समाज तथा राष्ट्रको विकासका लागि आफ्नो सम्पूर्ण जीवन समर्पण गर्दै मातृभूमिप्रति यहाँले पुर्याउनु भएको यो योगदान अति प्रभाव।
अभिनन्दन पत्रका लागि यो काव्यात्मक अभिनन्दनका लागि वरिष्ठ साहित्यकार युवराज मैनाली र ठाकुर शर्मा भण्डारीज्यूलाई हार्दिक हार्दिक धन्यवाद निवेदन गर्छु। यो अभिनन्दनका लागि हार्दिक हार्दिक धन्यवाद निवेदन गर्छु र यहाँ संस्था र व्यक्ति गरेर 15 संस्थाबाट सरलाई गुरुलाई अभिनन्दन गरिएको छ। म पुनः सरको एकमात्र दिदी हुनुहुन्छ दुर्गा दिदी विष्णु सरको, उहाँलाई पनि म अभिनन्दन। विष्णु सरको दिदीलाई दुर्गा दिदीलाई सम्मान गरिँदैछ। उहाँलाई पनि यो सम्मानको बधाई शुभकामना छ। अब हामी अत्यन्त शुभकामनाका शब्दहरू धेरै हुन सक्छन्, तर छोटो गरेर वक्ताहरूले थोरैमा अनुरोध गर्छु। पशुपति प्रतीक चिन्ह सहित आदरणीय प्राज्ञ तुलसी भट्टराई सरलाई सम्मान गरिएको छ र सरलाई साथसाथै बस्नै नदिकन यहाँ मन्तव्यका निम्ति म हार्दिक निवेदन गर्छु। कहिलेकाहीँ दुईटा पनि हुन्छ, तर यो दिनमा प्राय एउटा किताब चाहिँ मैले यसो लेख्छु, जे लेख्छु म जानेको कुरा लेख्छु, त्यो काम लाग्छ लाग्दैन त्यो पछि थाहा छ, मलाई थाहा छैन। कृतिलाई सम्मान गरिदिनु भएकोमा म उहाँको आभार गर्छु, किनभने मैले यो जति जे गर्न सकेँ यो उहाँहरूले यसलाई असाध्यै राम्रो सकारात्मक तरिकाले हेरिदिनु भएछ र अझ यहाँहरूले अगाडि पनि हेर्नुहुन्छ भन्ने मलाई विश्वास छ। र त्यसमा भएका कमी कमजोरीहरू साथीभाइ यहाँ हुनुहुन्छ, यहाँहरू सबैको उपस्थितिबाट यो आज जुन पुरस्कृत हुने जुन कार्यक्रम गरियो, सरहरूले म्याडमहरूले स्वीकार गरिदिनु भयो त्यो पुरस्कारलाई सम्मानलाई र मेरो तर्फबाट जुन प्रदान गरिएको थियो त्यो सरले स्वीकार गरिदिनु भयो, त्यसको लागि म उहाँहरूप्रति विशेष आभार प्रकट गर्छु। र सँगसँगै त्यो केही दिन बारेमा मैले आज पनि गरेको हुँ र 75 वर्ष पुगेर 76 लाग्दै गरेको आजैको दिनबाट लागेको कारणले गर्दा र अहिले मेरो दिदी यहाँ हुनुहुन्छ, सायद दिदीले त म जन्माइदिनु होला, अरू चाहिँ मलाई जन्माइदिएको मान्छे हुनुहुन्न मेरो परिवारमा, कोही पनि हुनुहुन्न र सायद सम्मानित व्यक्तित्वहरू र अन्य सम्पूर्ण यहाँहरूलाई यो समय लिएर यहाँ यसरी उपस्थित हुनुभएकोमा म संस्थाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट म विशेष धन्यवाद र आभार प्रकट गर्न चाहन्छु। र समय पछि पनि यहाँहरूबाट यस्तै कार्यक्रमले आयोजना गरेको अवस्थामा यहाँहरूको उपस्थिति रहनेछ र मलाई पटक पटक यहाँहरूबाट सहयोग र सुझाव प्राप्त हुनेछ र आशीर्वाद त मैले प्राप्त गरि नै सकेँ। आज त्यो आशीर्वाद मलाई लागु भयो भने, सबैको आशीर्वाद र शुभकामना मैले पाएको छु, त्यो लागु भयो भने मेरो जीवन त कहाँ पुग्छ। तपाईँहरूको अगाडि म सधैँ यस्तै पनि हुन्छु, किनभने अघि नै भन्नुभयो
60 65 वर्षको त्यो हिसाबले मैले चाहिँ आफ्नो उमेरलाई मिलाउँदै गएँ भने त 100 वर्षको कुरा कुनै सामान्य कुरो भएको मेरो लागि त के गाह्रै छैन। त्यस कारणले म तपाईँहरू सबैलाई धन्यवाद र आभार प्रकट गर्दै अब धेरै लामो समय म लिन्न। आजको यो क्षणलाई यहाँहरूले यो कार्यक्रमलाई सफल बनाइदिन जुन भूमिका जुन जुन ठाउँबाट जसले निर्वाह गर्नुभएको छ उहाँहरू सबैप्रति म आभार प्रकट गर्दै म यहाँबाट बिदा हुन्छु। हस्, धन्यवाद। आदरणीय विष्णु सरलाई